वेलकम टु माई न्यू ब्लग। र आज चाहिँ म देखाउन गइरहेको छु हामीले 7 दिनको कुखुरालाई चाहिँ कसरी दबाई खिलाइन्छ भनेर। यो एकदमै चिसो पानी हो। त्यसलाई चाहिँ ड्रममा हाल्दैछौँ। त्यहाँ पछि चाहिँ दबाईमा हालेपछि हामीले यहाँ अब चाहिँ यो दबाई एड गर्दैछौँ। एउटा बोतल चाहिँ हजुरको 2500 को हुन्छ। यसमा 10 वटा हुन्छ र अहिले हामीले युज गर्दैछौँ 13 वटा। यो चाहिँ 35,000 कुखुराको लागि र दबाई हालियो अहिले। चाहिँ हामी दबाई हाल्यो। अब दबाई खोल्छ र हामीले दबाई खोलेर अहिले धुँदैछौँ। यो दबाई धुँदैछौँ र त्यसलाई चाहिँ अब एकपल्ट मिक्स गर्नुपर्छ। एकदमै चिसो पानी हो यो। अब चाहिँ हामीले यो सानो कुखुरालाई दबाई छड्किँदैछौँ। यसरी छड्किनुको मतलब कस्तो हुन्छ भनेपछि आँखाबाट खान्छ। आँखाबाट। मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। थ्याङ्क यू।